नयाँ नेतृत्वसँगै नयाँ सोच आउनै पर्यो डेफिनेटली परिवर्तनको लागि भनेर हामीले एउटा मुद्दा उठाएको थियौँ। त्यही हिसाबले अलिकति विगतमा जुन तरिकाले संस्थाहरू चल्ने त्यसलाई मैले अलिकति फरक ढङ्गले लाने हो कि भन्ने हिसाबले मैले अलि प्लान बनाएका छौँ। मोस्टली अब नीतिगत व्यवस्थाहरू सबसे इम्पोर्टेन्ट रहेछ। त्योभन्दा अहिलेको अवस्थामा अर्थतन्त्र धेरै चलायमान हुनुपर्ने र अलिकति शिथिल अवस्था सङ्घ संस्थाहरूको सबैको समस्या त्यही रहेछ। अनि एउटा प्रवर्तन गर्नुपर्ने त हाम्रो दायित्व भइहाल्यो। त्यसको साथसाथै अहिले कलाकारिता र उद्यमशीलता विकास चाहिँ धेरै महत्त्वपूर्ण विषय जस्तो लाग्यो। हामी दिनहुँ मान्छे विदेश गयो भनेर गुनासो गर्छौँ, त्यस उद्यमशीलता हामी यहाँ डेभलप गर्न नसकेर त्यहाँ हामी अर्कै हो कि जस्तो फिल हुन्छ। त्यसकै रिलेटेड रूपमा अहिले जुन सम्मान र पहिचानको कुराहरू निकालेका छौँ हामी त्यत्रो रोजगारको कुरा गर्छौँ हस्तकलाले, त्यत्रो निर्यात गर्छौँ, तर राज्यले कहिले यसलाई हेरेको अवस्था छैन, सम्मान पहिचान दिएको अवस्था छैन। त्यसलाई चाहिँ जोरदार रूपमा हामीले नै उठाउनु पर्ने जस्तो मैले ल्याएको छ भने अब डेफिनेटली अहिले समय सापेक्षित एउटा क्षमता अभिवृद्धि चाहिँ हामीले गर्नुपर्ने देखिन्छ। यो हाम्रो कलाकारितामा होला, उद्यमशीलतामा होला, निर्यातमा होला, एउटा टेक्नोलोजी फ्रेन्डली विदेशमा जुन भइरहेको त्यसलाई चाहिँ अलिकति हामीले सम्प्रेषण गर्दै फ्युजन गर्दै लानुपर्ने त्यो विशेष यो 5-6वटा बुँदालाई नै मैले टेकेर यति मात्र गर्नु सक्यो भने हाम्रो यो 3 वर्ष भनेको कार्यकाल सफलै हुन्छ जस्तो लाग्छ। ठुल्ठुलो त्यो नेता जस्तो कुरा गरेर ठुल्ठुलो प्रोग्राम्सहरू राखेर ट्रेनिङ गरेर चाहिँ अहिले उपलब्धि होला जस्तो हामीलाई लाग्दैन। हरेक महिना ट्रेनिङ हुन्छ, नगरपालिकादेखि लिएर स्थानीय सरकार प्रदेश सरकारको सर्टिफिकेट मात्र चुनायो भने भित्र भर्छ होला, तर त्यसको प्रतिफल आएन। अब चाहिँ एउटा रिजल्ट ओरिएन्टेड काम चाहिँ हुनैपर्छ भन्ने मेरो मान्यता छ। बरु सानो सानो गर्ने एकदम डिगो हुने खालको, त्यसले रोजगार सृजना गर्ने र अर्थतन्त्रलाई स्टेबल गर्ने खालको चाहिँ प्रोग्राम ल्याउनुपर्छ भन्ने हिसाबमा हामी लागेका छौँ। अहिले विगतमा प्रायः हामी निर्वाचनमा जान्छौँ, चुनाव अगाडि एउटा प्रतिबद्धता जनाउँछौँ, जब चुनाव सकेर जिटिन्छ त्यो बिजी नै हो भनौँ, अथवा आफ्नो कार्यव्यस्ततालाई हेरेर त्यो सदस्यको मनोभावना बुझ्ने पक्षमा चाहिँ हामी लाग्दैनौँ, आफ्नै प्रोग्रामतिर लाग्छौँ। त्यही कारणले मैले चुनाव टाइममा पनि एउटा पब्लिक पोल भनेर एउटा नम्बर 1 एजेन्डा बनाएको थिएँ, ताकि ग्रास लेभलसम्म हामी गएर एउटा कलाकारिताको सक्षमता, उसको समस्या, उसले पाइरहेको अवसर र चुनौती के छ, एउटा उद्योगीलाई के समस्या भइरहेछ, उसले के पाइरहेछ, र निर्यातकर्ताहरूले के भइरहेछ, आफ्नो जिल्ला सङ्घ छ, हाम्रो पोस्टुगत सङ्घहरू छ, उहाँहरूको वास्तविकता के रहेछ त भन्ने त्यो बुझ्ने भन्ने प्रतिबद्धता जनाएअनुसार यो अहिलेको हाम्रो 100 दिनको जुन कार्ययोजना हामीले सम्पन्न गरिसकेका छौँ र आगामी 3 वर्षको लागि हामीले रणनीति पनि तयार गरेको अवस्था छ। त्यो आधारमा अब यो जेठ 1 गतेदेखि यो महिनाभरि हामी समस्त आफ्ना सदस्यहरू, जिल्ला सङ्घ, पोस्टुगत सङ्घ, हाम्रो निर्यातकर्ता सबैलाई भेट्ने कार्यक्रम राख्यौँ र त्यही अनुसार हामी अगाडि बढ्दा धेरै नै हामीलाई हौसला मिलेको र नयाँ कुराहरू हामीले सिक्न पायौँ, उहाँहरूको समस्याहरू र अवसरहरूको कुरा छलफल गर्न पायौँ। यसले धेरै नै सकारात्मक दिशातिर हामी लागेको छ हामीलाई फिल भएको छ। अहिले यो जुन हामीले मिडियामा सुन्छौँ, बजारमा जुन हल्ला, त्योभन्दा अलिक फरक धारको रहेछ। मैले यो 100 दिनमा अनुभव के गरेँ भने यो कोभिड पछि मेरो विचारमा यो वर्ष सबसे राम्रै जस्तो मलाई फिल भएको छ। अहिलेको 6 महिनाको यो 8 वर्षको डाटाले के भन्छ भने झन्डै 13% हाम्रो हस्तकला जन्य वस्तु मात्रै निर्यात वृद्धि भएको अवस्था छ। वृद्धि भन्ने सङ्केत राम्रो छ। नेपाल सरकारले चाहिँ अब ठोक्नलाई 22 देखि 30% निर्यात वृद्धि भयो भन्छ। त्यो चाहिँ हामीले यकिन मान्न सक्ने अवस्था किन छैन भन्दा त्यसमा झन्डै सरकारले अहिले भर्खर 6 महिनाको तथ्याङ्कमा 30 अरब निर्यात भनेकोमा झन्डै 20-22 अरब त नन ह्यान्डक्राफ्ट रहेछ, मिन्स पाम ओइल जस्ता प्रडक्टहरू, त्यसलाई पनि निर्यातमा राखेपछि सरकारले ठोक्यो। त यथार्थ हेर्ने भने चाहिँ अहिलेको हिसाबमा 13% चाहिँ वृद्धि भएको अवस्था छ। अब हस्तकलाको मात्र कुरा गर्दा अहिले यो 6 महिनाको डाटाले झन्डै 8 अरबको एक्सपोर्ट देखाएको अवस्था छ। अब स्टिल हामीसँग 3-4 महिना छ, मिन्स पहिलाको जस्तै मेरो विचारमा 12 देखि 15 अरबमा जान्छ भन्ने हाम्रो आकलन छ। अब दुई किसिमको रहेछ। एउटा चाहिँ सेल्फ, हामी उद्यमीहरू आफै सेल्फ पनि अवेर हुनुपर्ने भयो। अब टेक्नोलोजीको कुराहरू अलिकति अवलम्बन गर्नुपर्ने नै छ हामीले। अब अर्डर आए पनि हामीले अर्डर दिन नसक्ने, पुष्टि गर्न नसक्ने अवस्थालाई अब अलिकति हामी टेक्नोलोजी फ्रेन्डली हुनैपर्छ। र सबसे तगारा भनेको सरकारले नयाँ किसिमको नीतिहरू ल्याउने रहेछ। जस्तै रिसेन्टली अहिले एक्सपोर्टमा फेरि टिडिएसको कुरा आएको छ। 2.5% टिडिएस भनेको धेरै मार पर्ने विषय भन्दा एकातिर हामीले सरकारले चाहिँ निर्यातकोलाई चाहिँ यसको कस्टिङ कम गराउनु पर्यो भन्ने हिसाबले नीति बनाएको अवस्था छ। फेरि अर्कोतर्फ फेरि टिडिएस थप्दै लग्यो भने त त्यो घटाएको त केही भ्यालु नै भएन र। त्यही हिसाबले त्यो अलिकति चुनौती छ। अनि नीतिगत रूपमा अलिअलि हामी क्लासेसहरू छौँ। अब अर्को वर्षदेखि त हामी फेरि एलडिसी ग्रेजुएसनमा जाँदैछौँ भन्छौँ, त्यसलाई फेरि अर्को चुनौती आउने हो कि, त्यो पक्षले मेरो विचारमा कमजोर चाहिँ हाम्रो नीतिमै जस्तो मलाई फिल हुन्छ। त्यही कारणले यसपालि हामीले फर्स्ट प्रायोरिटी नै नीतिलाई अलिकति सम्बोधन गर्नै पर्छ भन्ने हिसाबले लागेका छौँ। त्यो अनुसार आफ्नै पोस्टुगत सङ्घहरूसँग हामीले छलफल गरेका छौँ। अब हामीले जुन मूल्याङ्कन गर्ने बेला, जुन निर्यात गर्ने बेला जुन दायराहरू हाम्रो छ, जुन झन्झटिलो व्यवस्थालाई चाहिँ अलिकति सङ्गठित भएर अब एक्लै गरेर चाहिँ नहुने रहेछ। अब हामी जस्तो संस्थाहरू त थुप्रो छ अहिले,
थरी संस्थाले 10 थरी कुरा गर्न थालेपछि सरकारलाई नै ओझेलमा पर्ने रहेछ। मैले यो 100 दिनमा चाहिँ त्यो अनुभव गरेँ। उहाँहरू दुईटा संस्था जान्छ, दुईटा कुरा गर्छ, अर्को संस्थाबाट जान्छ भने अर्कै कुरा आउँदो रहेछ। अब चाहिँ मेरो कन्सर्न चाहिँ सबैको सिङ्गल भोइस हुनु पर्यो। जे जति आओस् एउटा ढालोमा राखेपछि सरकारलाई नै हामीले प्रेसराइज गर्न सजिलो भयो र सरकारलाई सुन्न पनि सजिलो भयो नि त। सम्बन्धित 10वटा संस्था आएपछि 10वटाको एउटै माग भएपछि किन सम्बोधन नहोला, त्यो एउटा आशाको कुरा है। त्यसरी गयो भने चाहिँ मेरो विचारमा अलिकति निर्यातमा चाहिँ हामीलाई यसपालि सजिलो हुन्छ कि सहज हुन्छ कि जस्तो लाग्छ। त्यसमा पनि विडम्बना रहेछ। सरकारको सबै निकायहरूमा एउटा खरिद शाखा हुँदो रहेछ। बिचरा उहाँलाई एजुकेट गर्नुपर्ने नम्बर 1 विषय। नम्बर 2 विषय के भने यो ऐनमा पनि अलिकति हामीलाई नै अप्ठ्यारो रहेछ कि नेपाल सरकारले के भन्छ, अब हस्तकलालाई भ्याट फ्री भन्छ, प्यानमा गएर पुग्छ। एकातिर भ्याट फ्री भनेको छ, भोलि जुन सरकारको खरिद ऐनमा बस्यो भने हामी फेरि त्यहाँ भ्याटमा बसेर टेन्डर हाल्दै 3-3 महिनाको 3-3वटा कोटेसन हाल्दै बस्नुपर्ने सिस्टम आएछ। मिन्स फेरि पनि बिचौलियाको त्यहाँ बिगी हुने भयो। अब एउटा उद्यमीले भ्याट दर्ता गर्दैन, उसले ठुल्ठुलो टेन्डरमा जानै सक्दैन। उसले सानो तथा घरेलु उद्योगमा दर्ता गर्छ, त्यही हिसाबले उसको दायरा कम हुन्छ। अब 20 लाख 25 लाख 30 लाख 50 लाखमा हामी दर्ता गर्छौँ। अब करोडौँको टेन्डर हामीले हाल्नै सक्दैन। त्यो भएपछि फेरि हामी त्यहाँ चुक्यौँ जस्तो मलाई फिल हुन्छ। अब कहीँ फेरि भङ्सार ऐनले पनि यसो गर्ने भन्ने एउटा नियम बनाएको हुन्छ। त्यसलाई मित गर्दा गर्दै हामी पछि पर्ने रहेछ। त्यसले पनि अलिकति हामीलाई अलिकति अप्ठ्यारो भएको हो। जति नीतिमा कुरा आयो भने प्र्याक्टिकल चाहिँ छैन रहेछ। अनि यो खरिद शाखाले पनि उनीहरूले थाहा नभएर हो कि अलिकति उनीहरूलाई एजुकेट गर्नुपर्ने रहेछ। जतिपय मैले अहिले यो 100 दिनमा के अनुभव गरेँ भने विदेश भ्रमण पनि हामीले इभन सामान्य नै जिउ बाहिर जाँदा पनि जुन लगिने उपहारहरू स्वदेशी नभएको मैले आफैले प्रोटेक्टेड देखेँ। अब स्वदेशी वस्तु प्रयोग गर्ने भनेर एयरपोर्टतिर हेर्न गयौँ, सबै विदेशी सामान नेपालको जस्तै देखिने खालको। त्यहाँनिर अलिकति हामीलाई अप्ठ्यारो जस्तो मलाई फिल हुन्छ। त्यही कारणले अब यसको उपाय भनेर हामीले एउटा निराकरणको लागि अब हस्तकला महासङ्घमै एटलिस्ट स्वदेशी वस्तुको भनेर हामीले एउटा सोरुम खोल्नेछौँ। त्यो मैले बोर्डबाट पास गरेको अवस्था छ। केही महिनामा हामी यहाँ सोरुम खडा गरेर स्याम्पलिङ गर्ने हो, बेच्ने होइन। अब नन प्रफिट अर्गनाइजेसन भएर हामीले बेच्न मिल्दैन, तर स्याम्पलिङ त गर्न पाउँछ नि। हस्तकला चाहियो भने यहाँ छ, यो फलानासँग छ भनेर यहाँ भिजिटिङ कार्ड राखिदिन्छौँ। त्यसले चाहिँ अलिकति सहजता होला कि भोलि एउटा आर्टिस्टले डाइरेक्ट सरकारसँग एप्रोच गर्न नसक्ने हस्तकला मार्फत गयो भने त्यहाँनिर बल्ल अलिकति सहज हुने जस्तो मलाई लागेर मैले चाहिँ यो कन्सेप्ट ल्याएको छु। अहिले सस्तो बनाउन सकिन्छ, एउटा खपतको कुरा भयो। अब एउटा प्रडक्ट मैले 10वटा बनाएँ भने यसको 10 रुपियाँ पर्छ भने मैले त्यसलाई डेफिनेटली 5 बनाउनु पऱ्यो, त्यो 5 रुपियाँ झरिहाल्छ। स्वदेशी खपत कम भएर पनि यस्तो भएको होला। अनि साथसाथै अब मेसिन जस्तो होइन, हस्तकला भनेको एकसँग अर्को समान हुँदैन, हातले निर्माण गर्नुपर्ने विषय। त्यसको भ्यालु एडको कुराहरू हामीले निकाल्नुपर्छ। अब डेफिनेटली यो स्वदेशमा बनेको आफ्नै हातले बनेको भनेपछि विदेशभन्दा मेसिनले बनाउनु भन्दा अलिकति महँगो हुनु स्वाभाविक हो। तर यसको पनि रूपान्तरण अहिले बिस्तारै भएको मैले महसुस गरेको छु। अब विदेशमा बस्ने हाम्रा नेपाली दाजुभाइहरूले धेरै नै चाहना गरेको अवस्था छ। पैसाको कुरा भन्दा नि अपनत्व भन्छ न नेपाली प्रडक्ट भनेर। अनि अहिले जुन मार्केटतिर पनि विभिन्न बिहा वर्तमान गिफ्ट दिने बेला नि नेपाली प्रडक्ट धेरै चलाएको अवस्था छ। त्यो खपतको दायरा बढेपछि मेरो विचारमा भाउ पनि घट्दै जान्छ र यसको मूल्याङ्कन पनि अलिक कम हुँदै जान्छ। र साथसाथै मैले अघि भने जस्तै टेक्नोलोजी फ्रेन्डली अलिअलि हुनु पनि पर्ने रहेछ। अहिले अब हातैले भनेपछि पहिला जुन तरिकाले बनाउँथ्यो त्यसलाई नै अलिक कन्टिन्यू गर्यो भने चाहिँ मार्केटसँग चाहिँ अलिक कम्पिटिसन गर्न गाह्रो हुनेछ। अहिले जसले जे भने पनि एउटा चमक सबैलाई मनपर्ने एउटा प्याकेजिङ सबसे इम्पोर्टेन्ट रहेछ। त्यो दुईवटा विषय हामीले सुधार गर्न सक्यो भने एउटा यङ जेनेरेसनदेखि लिएर एउटा हाम्रो थर्ड जेनेरेसनसम्मलाई चाहिँ यो हस्तकला व्यवसायमा लाग्न र यसको सामान खरिद गर्नलाई चाहिँ त्यति समस्या चाहिँ छैन जस्तो लाग्छ। यो त अब आकाशको फल आँखातरी मर भन्ने जस्तो सरकारले सुन्नमा रमाइलो भन्ने बेला बोल्ने बेला रमाइलो, तर प्र्याक्टिकल छैन रहेछ। एक आठ आफ्नो पहुँच पाला भयो भने चाहिँ 1-2जनाले पाएको अवस्था छ। बाँकी त अब हामी त एक हिसाबले निराशै भएको अवस्था छ। त्यो लिनुभन्दा बरु नलिएकै ठिक होला जस्तो हामीलाई सजिलो हुन्छ। लिनलाई प्रक्रिया गरेर यस्तो झमेला, त्यो केही पैसा लिनलाई त्यो झमेला गर्नुभन्दा एज इट इज हामी बरु आफ्नै स्रोत साधनले के गर्न सकिन्छ भन्ने हिसाबले हामी लय परिरहेका छौँ। अब यसको लागि एउटा अर्को उपज हामीले महासङ्घले पनि एउटा नयाँ पोलिसीहरू ल्याउँदैछौँ। सरकारले जुन इन्सेन्टिभको कुरा गर्यो, हामीले पैसै मात्र इन्सेन्टिभ पनि होइन, उहाँहरूको सम्मान पहिचानको पनि इन्सेन्टिभको रूपमा लिन सकिन्छ। सरकारी स्तरमा त्यत्रो सेवा गरे बापत भनेर मेडल्सहरू दिन्छ, सम्मानहरू दिन्छ। तपाईँ हामी त कहिल्यै नपर्ने रहेछ। हस्तकला कर्मीहरू विशेष रूपमा उद्यमीहरू त झन् चान्सै छैन। 1-2जना पहुँचको आधारमा पुग्यो होला। त्यो हिसाबले बरु हामीले नै अब स्वयं आफैले गर्ने, आफैले नै एउटा यस्तो सिस्टम बनाइदियो भने त्यो इन्सेन्टिभ बेसमा हामीले नै अवार्डहरू दिने, हामीले नै यहाँ सम्मानहरू मेडलहरू दिने भयो भने त्यहाँबाट अलिकति राहत त हुन्छ जस्तो मलाई फिल हुन्छ। अब कस्टिङको कुरा त अब अघि हजुरले भन्नु जस्तै इन्सेन्टिभ सरकारले दिने अवस्था छैन। भोलि यथार्थ कुरा बोल्ने हो भने सरकारको जुन स्तरमा राजस्व उठाउने प्रक्रिया छ, उठाउने जुन नीति छ, त्यो अनुसार उसले खर्च गर्न सक्ने अवस्थै छैन। अब भन्ने बेला इन्सेन्टिभ दिन्छ भन्छ, तर दिन सक्ने अवस्था चाहिँ छैन रहेछ। जुन
कर हामीबाट उठाउँछौँ, निर्यातबाट हामीले जुन कर तिर्छौँ, सरकारलाई आफ्नै कार्य सञ्चालनलाई नै त्यो अपुग जस्तो देखेकोले यो चाहिँ हामीले त्यति आश गर्नुपर्ने विषय चाहिँ होइन जस्तो लाग्छ। अब आशा पनि नगरौँ। अब यो कच्चा पदार्थको विषय त अब हामीले बोल्नलाई नि अब के बोल्नु जस्तो भइसकेको अवस्था छ। यो निराकरण हुनेवालै छैन। 10औं वर्षदेखि हामी त्यही कुरा गरिरहेका छौँ। सरकारले एक क्षणको भाँचेको अवस्था छैन यथार्थ कुरा। अब जति पनि हामीले गऱ्यौँ आफ्नै स्रोत साधनले आफ्नै प्राइभेट सेक्टरहरूको मिलोमतोमा हामीले समाधान गरिरहेको अवस्था छौँ। अब त झन् यो 3 तहको सरकार भएदेखि झनै गाह्रो भएछ जस्तो मलाई फिल हुन्छ। किनभने केन्द्र सरकारले एउटा नीति बनाइन्छ अनि फेरि प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार मताधिकारको कुरा गर्छ। फेरि स्थानीय सरकार आएपछि उसको दायराभन्दा बाहिर गयो भन्ने कुराहरू आउँदछ। त्यो आफू चक्करमा यो 3टा सरकारको चक्करमा फस्दा यहाँ भएका कच्चा पदार्थका स्रोतहरू पुगेर गएको अवस्था छ, फाल्ने अवस्थामा छ र हामीले विदेशबाट ल्याउनु पर्ने अवस्था छ। सायद यो बायोलेटरल रिलेसनले गरेर पनि भयो होला। जसरी नै सरकारलाई आयात गरेर राजस्व उठाएर देश सञ्चालन गर्नुपर्ने बाध्यता छ, त्यही हिसाबले यो कच्चा पदार्थको परिचालन भनेको मेरो विचारमा अलिकति गौण विषय नै भएको जस्तो लाग्छ सरकारी स्तरको तर्फबाट। यो ढुङ्गाहरू पनि बाहिरबाट ल्याउनु पर्छ र अब त्यही अवस्था रहेछ त अहिले विचारमा। कतिपय वन संरक्षण ऐन भन्दो रहेछ, कहिले खाने विभागको संरक्षण ऐन भन्दो रहेछ। भएको चिज त यहाँ थन्केर बसेको अवस्था छ। अब विदेशबाट चाहिँ ल्याएको अवस्था छ। काठकै कुरा गरेर त्यही हो, तराईतिर त्यहाँ पुगेर त्यहाँ जङ्गलमा ढलेको काठहरू त्यत्तिकै त्यहाँ वन संरक्षण ऐनले गरेर रोकिरहेको रहेछ। उनीहरूको क्षेत्राधिकार हाम्रो एरियाको भन्ने त्यो लिनु नमिल्ने भन्ने अधिकारले वञ्चित गरेको रहेछ। अनि विदेशबाट चाहिँ मलेसियाको इन्डियाको काठहरू ल्याएर हामीले ट्याक्स लिएर इन्जोय भइरहेको अवस्था छ। यथार्थ कुरा सरकार बढी आयातमा ट्याक्समा केन्द्रित भयो, सरकार पनि आफ्नै बाध्यता होला। तर यसलाई चाहिँ अब अलिकति सक्रिय रूपमा राम्रो ढङ्गबाट समाधान भएन भने चाहिँ यो अवस्था चाहिँ अलिक बिग्राल नै होला जस्तो हामीलाई लाग्छ। यो चाहिँ अलिकति पुष्टान्तरणको विषय चाहिँ राम्रो हुँदै आएको अवस्था मैले पाएको छु। अब कतिपय हाम्रो युनिभर्सिटी लेभलमा अहिले यो एकाडेमिक कोर्सहरू यहाँ राख्ने अवस्था छ र त्यसले आकर्षण अलिकति बढाएको पनि अवस्था छ। डेफिनेटली अब परम्परागत रूपमा काम गर्नेहरूलाई चाहिँ अलिकति गाह्रै भएको पनि फिल भयो। अहिले जुन मार्केट ट्रेन्ड अनुसार विदेश जाने जुन प्रचलन आएको छ पढाइको सिलसिलामा, त्यहाँ गएपछि फर्किने भनेको मेरो विचारमा 60% कमै चान्स होला। किनभने देशको अवस्था या नीतिगत व्यवस्थाले गरेर अलिकति निराशापन यङ जेनेरेसनलाई होला जस्तो मलाई फिल हुन्छ। किनभने अब तपाईँ हामी त यहीँ यसैमा जिन्दै बिताएँ, अब अर्को फर्को मान्ने सक्ने अवस्था छैन। जेन तेन यसैमा धुकुचुकु गरेर हामी बसेको अवस्था छ। तर नयाँ जेनेरेसनले धेरै एडभान्स लेभल खोज्छ, अहिले इजी एक्सेस खोज्छ, टेक्नोलोजी फ्रेन्डली खोज्छ। हामी त्यो हुन सकेको अवस्था छैन। अघि भने जस्तै काम गरेर पनि सरकारसँग इभन हामी काम गरे बापत सरकारलाई कर तिर्नलाई पनि हामीले यति ह्यारेसमेन्ट हुँदो रहेछ। कच्चा पदार्थको कुरै छोडौँ, मार्केट एक्सेसको कुराहरू यस्तो झमेला छ, कार्गोको प्रब्लम यत्तिकै छ, एयरपोर्ट गयो भने अस्तव्यस्त सिस्टमहरू छ। त्यसले गरेको अलिकति नकारात्मक मेसेजहरू हुँदाहुँदै पनि अलिकति आशा पनि जागेको अवस्था छ। अहिले यङ जेनेरेसनहरूले बिस्तारै काम गरेको अवस्था छ र स्पेसली त्यही कारणले हामीले स्पर्शी हस्तकला महासङ्घले अबको दिनमा उद्यमशीलता विकास गर्ने तर महिलालाई केन्द्रित गरेर, पुरुषभन्दा महिला अलिकति स्टेबल भएको जस्तो हामीले फिल भएको छ। उनीहरूले सिन्सियर पनि हुने, सानोबाट सिकाउने तर उसलाई आयमूलक र स्टेबल एउटा ट्रेनिङहरू दिन पायो भने अब महिलाहरूले धेरै काम गरेको अवस्था छ। त्यो हिसाबमा त्यति नकारात्मक त छैन जस्तो मलाई लाग्छ। कुनै कुनै विधा चाहिँ लोपोन्मुखमै छ। यो हामीले लिस्टिङ गर्दैछौँ अहिले सरकारसँग नि यो आर्थिक बजेटलाई भनेर हामीले लिस्टै पठाएको छ। यो विषय चाहिँ लोप हुन लागेको छ। यसलाई चाहिँ संरक्षण गर्नलाई चाहिँ स्पेसल प्याकेजै ल्याउनु पऱ्यो भन्ने हाम्रो दायरा छ। त्यसैको एउटा उपज चाहिँ यो श्रम मन्त्रालयले अहिले यो रोजगार दशक भनेर मनाउने प्लानमा रहेछ। अब हामीले चाहिँ एनएफिटी भनेर त्यो संस्थासँग, श्रम मन्त्रालय अन्तर्गतको संस्थासँग एग्रिमेन्ट गरेकै अवस्था छ। यो वर्ष अलिकति हामी आएको ढिलो भएको भएर यो वर्ष चाहिँ केही नहुने रहेछ। अर्को वर्षदेखि उहाँले चाहिँ एउटा पाठ्यक्रम नै निर्माण गर्ने प्रोसेसमा रहेछ। त्यसले चाहिँ त्यति नकारात्मक त छैन जस्तो लाग्छ। अब जब पाठ्यक्रम आउँछ त्यसलाई एकाडेमिक लेभलमा हामीले सिकाउनु पायो भने केही पर्सेन्टेजसम्म यसले पुष्टान्तरणको लागि सहयोग गर्छ कि जस्तो हामीलाई लाग्छ। 1 दशकै भयो हामीले यो हस्तकला नीतिको कुरा गरेको। अब यसलाई चाहिँ समय सापेक्ष अलिकति दोहोऱ्याउनु पऱ्यो भन्ने हिसाबले हामीले चाहिँ अब सम्बन्धित मन्त्रालयको सम्बन्धित पदाधिकारीले नै जिम्मा दिएको अवस्था छ। त्यो एउटा चाहिँ सकारात्मक रूपमा लिनु पर्ला। हिजोको दिनमा हामी प्राइभेट सेक्टरले बनाए, सायद प्राइभेट सेक्टरको भएर सरकारले त्यसलाई इन्जोय गर्नु नसके हो कि इन्टरटेन गर्नु नसके जस्तो मलाई फिल भयो। म आउने बित्तिकै यो नीति एउटा चाहिँ अब सरकारी स्तरबाटै त्यहीँको स्थानीय जुन अधिकारीहरू उहाँकै निर्देशन अनुसार उहाँलाई नै जिम्मा दिएर गऱ्यो भने कहीँ सरकारसँग मिल्न खोज्छ कि। अब 19-20 होला, हामीले जति सोचेको, जति माग गरेको, जति हामीले चाहेको चाहिँ नपाउला, तर एटलिस्ट नीति त बन्ला भन्ने हिसाबले एउटा सम्बन्धित निकायकै तर्फबाट हामीले प्लान भइरहेको छ र निकट भविष्यमा नै अहिले केही दिनमै यो तयार एउटा ड्राफ्ट नयाँ किसिमले आएको छ। पहिला हामीले जुन बनाएको ड्राफ्टहरू अलिकति व्यवहारिक पनि नभएको समय सापेक्षित तत्कालीन अवस्थामा यो मेरो विचारमा 72 सालमा बनेको नीति भयो।
त्यो बेला प्रदेश संरचना थिएन र स्थानीय सरकारको 3 तहको सरकारको कुराहरू थिएन। अब त्यसलाई चाहिँ समेटेर लान सक्यो भने यो कच्चा पदार्थदेखि लिएर विदेशी जुन अहिले बाइलेटरल रिलेसन्सहरू हामी छिमेकी मुलुकसँग सरकारले गरेको अवस्था छ त्यसलाई पनि यहाँ नीतिमा समेट्न सक्यो भने सरकारलाई पनि अलि विन विनमा जान्छ र हामीलाई पनि एटलिस्ट एउटा नीति पायो भने कहीँ एड्रेस हुन्छ भन्ने आशा चाहिँ जगाएको अवस्था छ अहिले। त्यसलाई पुनर्लेखन भएर फेरि हामी अगाडि जाँदैछौँ। अहिले यो वर्ष चाहिँ अलिक वृद्धि भएको देखाएको छ। मैले आफैले पनि महसुस गरेको यो 4 महिनामा पनि झन् 77वटा अन्तर्राष्ट्रिय मेला भयो भन्ने हाम्रो डाटामा आएको छ। त्यसकैलाई हामीले एउटा उपज मानेर हामीले पनि आफैले स्वयं पनि विभिन्न देशमा सिङ्गल कन्ट्री सोहरू गर्ने प्लान बनाएका छौँ। अब रिसेन्टली अर्को महिना नै हामीले युकेमा एउटा आफ्नो नेपालकै सिङ्गल कन्ट्री सो गर्ने भनेर सबै तयारी रेडी भएको छ र अहिले यो हाम्रो छिमेकी मुलुक चाइनासँग एउटा सहकारी गरेर रसुवाको केरुङ नागामा पनि वन कन्ट्री सो गर्ने भनेर त्यहाँ पनि सबै रेडी भएको अवस्था छ जुन र जुलाईमा। र त्यसको सिरिज चाहिँ अब हामी अस्ट्रेलिया अनि चाइनामा अक्टोबरमा हामीले एउटा नेपाल चाइना टुरिज्म समिटै गर्ने भन्ने हिसाबले लागेका छौँ। यसलाई सकारात्मक मान्नुपर्छ। स्पेसली यो चाइना र नेपालको दौत्य सम्बन्धको 70 वर्षमा चाइना गभर्मेन्ट पनि हामीसँग सहकारी गर्ने धेरै इच्छुक भएको भएर र अहिले जुन सम्बन्धित विभिन्न महावाणिज्य दूत र दूतावासहरूमा हस्तकला बुझ्ने हाम्रा सम्बन्धित महामहिमज्यूहरू पनि एक दुई ठाउँमा रहेको भएर यो वर्ष चाहिँ अलिकति हामी एक्साइटेड भएका छौँ। युकेमा पनि हाम्रो चन्द्रप्रसाद घिमिरे चाहिँ पूर्व सचिव हुनुहुन्थ्यो उहाँले चाहिँ राम्रो बुझ्नु भएको। ब्याङ्ककमा पनि हाम्रो ओली सर एकदम महामहिमज्यू एकदम हाम्रो हस्तकला बुझ्ने भएको भएर अलिकति यो वर्ष चाहिँ उत्साह थपेको छ हामीले मेला गेजमा। म पनि अब विदेशमा जाँदा नेपाल सरकारले भनेर भनेको छ 44वटा विभिन्न महावाणिज्य दूतमा सोरुम राखेर हस्तकला प्रदर्शन गर्ने भनेको अवस्था छ। तर त्यो चाहिँ अब उहाँहरूको एउटा सिस्टमले हो कि कसरी नमिल्यो होला। हामीले सोरुम खडा गरेर आउँदा पनि नेक्स्ट टाइम जाने बेला सोरुम गायब भइसक्यो हुँदो रहेछ। त्यो एउटा विडम्बना हो। सरकारले अब पोलिसी लेभलमा मेरो विचारमा बजेटै छुटायो भने चाहिँ यो सम्भव छ जस्तो लाग्छ। अब तपाईँ हामी जस्तो प्राइभेट सेक्टरले अब कति सरकारलाई सहयोग गर्ने त? सहयोग गरेको पनि फेरि नटिक्ने भएपछि हामीलाई पनि अलिकति निराशा भएको अवस्था छ। सोरुम चाहिँ कहीँ जस्तै कि चाइनामा भयो, इन्डियामा भयो, अस्ति म युरोपमा गएँ त्यहाँ 2-3वटा कन्ट्रीमा सोरुमको कन्सेप्ट चाहिँ बनाउनु भएको रहेछ उहाँले। त्यसलाई चाहिँ पूर्ति गर्न नि नसक्ने अवस्था रहेछ। त्यो चाहिँ एउटा विडम्बना हो। एनआरएनको केस चाहिँ एकदम सकारात्मक छ। अस्तिको हामी 6 महिना अगाडि पनि अस्ट्रेलियामा गएर हामीले नेपाल डे मनायौँ। एनआरएनहरूको एकदम सक्रिय सहभागिता रहेछ। अहिले जुन मैले भर्खर भनेको हाम्रो युकेको मेला पनि एनआरएनको एउटा पार्टनरसिपमै हामी जाँदैछौँ। अब डायस्पोराहरू झन् वृद्धि भएको अवस्था छ युरोप, अमेरिका, अस्ट्रेलियातिर। नेपाली डायस्पोरा नै हामीलाई पुग्छ भन्ने एउटा मान्यता हाम्रो। आफ्नो प्रडक्ट त किन्दो रहेछ विदेशमा गएपछि एउटा आत्मीयता नै अलग्गै आउँदो रहेछ। रिसेन्टली मैले पनि भएको अस्ट्रेलियामा जाँदा यति मान्छेलाई त्यो हाम्रो प्रडक्ट देखेर इम्प्रेस भयो कि नेपालै आएको जस्तो, हाम्रै घरमा आएर सामान किने जस्तो फिल हुँदो रहेछ। त्यो हिसाबले पनि हाम्रो मार्केट चाहिँ त्यहाँ छ जस्तो लाग्छ। नेपाली डायस्पोरा बढी भएर यसको चाहिँ सपोर्ट चाहिँ मैले एनआरएनलाई चाहिँ अलि एप्रिसिएटै गरेँ। विभिन्न सेक्टरबाट अहिले अघि हजुरले भन्नुभएको जस्तै यङ जेनेरेसनहरू धेरै आउनु भएको छ। उनीहरूले चाहिँ नेपालप्रतिको माया चाहिँ रहेछ। नेपाली प्रडक्ट, नेपाली कल्चर भन्ने चाहिँ भाव रहेछ। सायद पोलिटिकल इन्फ्लुएन्स नभएर हो कि जस्तो मलाई फिल हुन्छ। अब विभिन्न यहाँ सरकारी लेभलमा पनि अहिले यङ्स्टरहरू आएपछि अलिकति चेन्जेस चाहिँ मैले भएको महसुस गरेँ। लेट्स सी अब यसलाई नेगेटिभ भन्दा नि पोजिटिभमा लिउँ हामीले। व्यवसाय अलिकति रूपान्तरण हुनुपर्ने छ। परम्परागत रूपमा जुन तरिकाले हामी काम गऱ्यौँ, जुन तरिकाले सोच बनाएर अर्काको मुख टाकेर हामी काम गरिरहेको अवस्था, त्यसलाई चाहिँ अलिकति हामी मोडर्नाइजेसनमा जानैपर्छ। अलिकति खुकुलो भएर आउनुपर्छ जस्तो मलाई लाग्छ। अनि सरकारको तर्फबाट चाहिँ पोलिसी चाहिँ धेरै इम्पोर्टेन्ट। अहिले आइटी फ्रेन्डली हुनैपर्छ। अब टेक्नोलोजीको जमाना छ। हामीले चाहिँ सबै फोनबाट पैसा काट्ने, कार्डबाट पैसा पे गर्ने अवस्था छ विश्वभरि नै। नेपाल त्यहाँबाट हामी चुकेको अवस्था छ। सायद यसमा साइबर लदेखि अरू कुराहरू बाटोको होला। अहिलेको जमानामा एउटा अमेरिकाको बासिन्दाले नेपालमा आएर सामान किन्नुपर्ने आवश्यकता छैन। तर उसलाई चाहिँ पेमेन्टले गरेर समस्या हुँदो रहेछ। हामी मेलामा जान्छौँ त्यहाँ पनि त्यही पेमेन्टकै समस्या छ। हामीले पैसा काट्न सक्ने अवस्था छैन, बैंकबाट पैसा ट्रान्सफर गर्न सक्ने अवस्था छैन, सोसियल एप्सहरूबाट हामीले पैसा लिन सक्ने अवस्था छैन। सरकारले 10वटी भन्यो होला हामीले ई-कमर्स बिल पास गर्यो भन्छ, तर कहिले पनि कार्यान्वयन भएको अवस्था छैन। इभन छिमेकी मुलुकमै कति विकास भएको अवस्था छ। भुटान जस्तो देशले आफ्नै एप्स बनाएर संसारभरि उसले पैसा काट्न सक्ने, पैसा लिन सक्ने अवस्था बनाइसकेको छ भने नेपाल चाहिँ योबाट अलिकति अछुतो भएको मैले महसुस गरेका छौँ। इभन मन्त्रालयमा गएर मन्त्रीलाई भेट्दा हुन्छ हामीलाई सबै थाहा छ भन्छ, तर व्यवहारिकमा चाहिँ कहिले पनि नआएको भएर यो एउटा ठुलो चुनौती छ। यो दुईटै चिज हामीले खुलेर गर्न पायो भने व्यवसायहरू अलिकति ओपन भएर सरकारसँग सहकार्य गर्ने र सरकारले चाहिँ नीतिगत रूपमा अलिकति खुकुलो नीति ल्याइदियो भने मेरो विचारमा यो भविष्य चाहिँ हस्तकलाको धेरै छ जस्तो मलाई लाग्छ नेक्स्ट जेनेरेसनको लागि। अब हामीले सोसियल मिडियामा अहिले प्राइभेट अनलाइन पोर्टलबाट कति सामान किन्छौँ हामीले अनलाइनबाट। त्यो व्यापार गर्ने
बिक्री पनि हामीले अनलाइन गर्न सकिन्छ नि नयाँ जेनेरेसनको लागि एट्र्याक्ट गर्ने हो भने। अब पहिला परम्परागत सोचमै निर्यातमै जाने पसल थापेर व्यापार गर्ने हो भने चाहिँ मेरो विचारमा भविष्य अलि धरातल अलिक गम्भीर जस्तो लाग्छ। जब नेक्स्ट जेनेरेसनलाई यसलाई ट्रान्सफर्म गर्ने हो भने उसले पसल पनि थाप्दैन, ऊ विदेशमा गएर व्यापार पनि गर्न जाँदैन। उसको सबसे इजी भनेको टेक्नोलोजी फ्रेन्डली अनलाइन व्यापार, त्यसलाई नै हामीले प्रवर्तन गर्नै पर्छ भन्ने हाम्रो मान्यता। त्यसको लागि सरकारले चाहिँ अलिकति नीतिगत व्यवस्था खुकुलो बनाइदियो भने हामी दुवैतिरबाट विन विनमै जान्छौँ र यसले हाम्रो भविष्यलाई चाहिँ अलिकति सुनिश्चितता र अहिले जुन विदेश पलायनको क्रम अलिकति रोक्छ जस्तो मलाई लाग्छ। हस्तकला महासङ्घ र अरूसँग किन पनि फरक छ भन्दा हस्तकला मात्र एउटा संस्था होला जसले रोजगारको कुरा गर्छ, हाम्रो पुस्तान्तरणको कुरा गर्छ, हाम्रो आर्ट एन्ड कल्चर हेरिटेजको कुरा गर्छ। अरू संस्थाहरू पनि आफ्नो ठाउँमा योगदान गरिराख्नु भएको छ, तर उहाँहरूको मेन बेस भनेको कार्य सञ्चालन, उद्योग सञ्चालन र आयात निर्यातमा भन्दा पनि उहाँहरूको आफ्नो सस्टेनेबल ब्रान्डिङदेखि लिएर डोमेस्टिक मार्केट पनि अनि विदेशबाट आयात गरेर त्यसलाई चाहिँ मेड इन नेपाल ब्रान्ड गरेर एक्सपोर्ट गर्ने उहाँहरूको धेरै छ। तर हस्तकला मात्र एउटा यस्तो संस्था होला जो विशुद्ध रूपमा आफ्नै स्वदेशी कच्चा पदार्थ, स्वदेशी प्रडक्ट, स्वदेशी हाट, स्वदेशी सिप र स्वदेशी रोजगार र निर्यात पनि आफैले गर्ने हिसाबले कुरा गर्ने भएर अलिकति भिन्नता छ। तर अहिलेको समयअनुसार चाहिँ हामी सबै सङ्घ संस्थासँग हातेमालो नगरिकन हुनै हुँदैन, सक्दैन। पहुँचवालाहरू सबै आयात बेसमा छन्, उहाँलाई सहज छ। सरकारले पनि राजस्व धेरै प्रदान गर्ने संस्था भएर सरकारको नजर पनि उहाँहरूप्रति नै छ। तर उहाँहरूले चाह्यो भने 2 शब्दमा सरकारको नीति परिवर्तन गराउन सक्ने रहेछ। तर हाम्रो जस्तो संस्था चाहिँ निर्यातमा बेस भएको भएर सरकारलाई राजस्व बुझाउनु पनि उहाँहरूको कम्पेयरमा अलिक कमै होला। तर रोजगारको चाहिँ तथ्याङ्क सरकारसँग नभएकोले सरकारले योपट्टि अलि उदासीन नजरले हेर्ने गरेको पनि देखिएछ। त्यही कारणले यो समन्वय चाहिँ डेफिनेटली नै चाहिन्छ पोलिसी लेभलमा। उहाँले नकारात्मक कुरा गर्नुभन्दा नि उहाँहरूको जुन पोलिसी बनाएकोमा 1-2 शब्द हाम्रो पनि थप गरेर लान पायो भने उहाँले जुन गर्ने संस्थागत प्रक्रिया र संस्थागत संरचनामा 1-2% हाम्रो जस्तो संस्थाको पनि भोइस राख्न पायो भने मेरो विचारमा यो विन विन भएर जान्छ जस्तो लाग्छ। अब नीतिगत रूपमा सबसे ठुलो समस्या त छँदैछ, मैले अघि पनि भने सबै चिज एउटै ढालामा हालेपछि नीतिगत रूपमा हामीलाई चाहिँ नमिल्ने हाम्रो नीति, हाम्रो के अरे प्रकृति, हाम्रो संरचना, हाम्रो जुन काम गर्ने शैलीलाई र ओभरअल सबै सेक्टरसँग राखेपछि त्यो अलिकति नमिल्ने त एउटा छँदैछ। दोस्रो कुरा जुन हस्तकला ग्रामको कुरा आएछ त्यसमा पनि एउटा क्षेत्राधिकारको कुरा आउँदो रहेछ। एउटा प्रदेश स्तरबाट यो हस्तकला ग्रामको कन्सेप्ट ल्याएर उसले सक्दै नसक्ने जस्तो मलाई चाहिँ महसुस भएको छ। यसलाई नकारात्मक रूपमा लिनु त भएन, कतिपय चिजहरू नेपाल सरकारको केन्द्रबाट नै डिसिसन गर्नुपर्ने विषयहरू आउने रहेछ। अब हस्तकला ग्राम भनेको हिसाब सुन्ने मलाई धेरै राम्रो, त्यसमा धेरै समस्याहरू रहेछ। हस्तकला भनेपछि नेपालभरको भयो, एउटा प्रदेशले चाहिँ त्यसलाई समेट्नै सक्ने अवस्थै छैन जस्तो मलाई फिल हुन्छ। किनभने त्यसमा अब एउटा प्रदेशमा अब कतिवटा जिल्ला होला र त्यो जिल्ला मात्र समेटेर त मेरो विचारमा ओभरअल हस्तकला समेट्न सकिँदैन। भनेपछि त्यहाँ अर्को बाँकी भएका जिल्लाहरू र त्यहाँ उत्पादन हुने विषयहरू त्यहाँ छुट्ने भएपछि केन्द्र सरकारको नजर त्यहाँ नजाने भयो। अहिलेको लागि हामीले एउटा हस्तकला हेर्ने एउटा निकाय भइदियो पनि पुगिहाल्छ। मन्त्रालय भनेको त अब आशै नगरिनु भयो, एउटा एटलिस्ट हाम्रो लाइन मिनिस्ट्री भनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो, त्यहाँ पनि नभए त होइन 7वटा विभागमध्ये एउटा विभागमा हस्तकला हेर्ने भन्ने पनि छ। तर त्यसमा सबै मिक्स म्याक्स सबै वस्तु र हस्तकला साना उद्योग भनेपछि अब सबै गयो नि त। धुप बनाउनु पनि सानो, एउटा बेसार पेल्ने पनि साना उद्योगै भयो, अनि बिस्कुट पनि साना उद्योग भनेपछि हस्तकला त्यो अलिक पृथक छ भन्ने हामीलाई लाग्छ। त्यो त्यहाँ बुझाउन नसकेको भएर एउटा विभाग त खडा गरेछ। अब त्यो विभागमा पनि एउटा हस्तकलालाई मात्र भनेर एउटा हेर्ने विभाग भइदियो भने जति पनि कुराहरू च्यानलाइज हुनुपर्ने त्यहाँ आउँछ नि त, त्यहाँ डालोमा त मिक्स हुनु परेन नि त। सरकारसँग नीतिमै बस्ने हो, सरकारकै नीतिमा बस्छ, तर एउटा छुट्टै सेक्सन ABC भनेर छुट्याइदियो भने सरकारलाई पनि त्यसलाई एड्रेस गर्न सजिलो, हामीलाई पनि एउटा एसँग मात्र कुरा गर्न पायो भने एले मात्र सबै कुरा बुझ्ने भयो। त्यो बुझेपछि त्यसको इम्प्लिमेन्टेसनमा पोलिसीमा होला, बजेटमा सबैमा होला। अब सबै मिक्स भएपछि यसलाई गऱ्यो भने यसलाई नमिल्ने, यसलाई गऱ्यो भने यसलाई नमिल्ने यस्तो कुराहरू आउने भएको भएर त्यो चाहिँ हाम्रो जोरदार माग चाहिँ एउटा विभागै मात्र यसलाई भइदिए पनि त्यसले धेरै सहजता ल्याउँछ भन्ने हाम्रो लागेको छ। र अर्को एउटा चाहिँ राज्यलाई चाहिँ यसलाई चाहिँ राष्ट्रियकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यही कारणले म आएदेखि मैले घोषणा पनि गरेको थिएँ हस्तकला दिवस हामीले मनाउने गरेका छौँ मङ्सिरको 28 गतेको दिनमा। अब चाहिँ यसलाई राज्यले मनाउनै पर्छ भन्ने हाम्रो मान्यता हिसाबले म प्रोसेसमा बढेको पनि छ र यसको चरणबद्ध रूपमा प्रोसेस अगाडि बढेकोले अलिकति सकारात्मक दिशातिर हामी लागेको हो कि सरकार पनि अलिकति पोजिटिभ भयो भन्ने मलाई फिल भएको छ।